के हो के यस्तो कहिले यता चिन्ता कहिले उता चिन्ता। केही दिन अगाडिसम्म घरदेशीलाई मात्रै परदेशीको चिन्ता लाग्थ्यो। आज परदेशीले पनि घरदेशीको लागि चिन्ता गर्नुपर्ने भएको छ। हेर्नुहोस् त साथीहरू कस्तो हावाको। सबैजना आफ्नो आफ्नो ठाउँमा एकदम लुकेर बस्नु होला है, एकदम जोगिएर बस्नु होला। प्रकृतिसँग हार्नुपर्छ, प्रकृतिलाई जित्न सकिँदैन है। सबैजना आफ्नो आफ्नो ठाउँमा सुरक्षित रहनुहोला। कहिले पनि चिन्ताले नछोड्ने भयो। यता पनि चिन्ता उता पनि चिन्ता, हावा हुन्डरी यस्तो के हो। मान्छेको बिजोग, मान्छेको घरै उडाएको छ, छतै उडाएको छ, स्कुलमा पढ्ने विद्यार्थीको स्कुलै उडाएको छ। के हो प्रकृति यस्तो। प्रकृति अब त शान्त हुनु नि हो।